जब राजाले प्रजालाई साथ देऊ भन्छन् तब मुलुक साँच्चीकै सङ्कटमा परेको हुन्छ। अब हामी ढिला नगरौँ। सम्पूर्ण नेपाली जनता अब सबै तयारीमा बसौँ। राजाले साथ दिन आह्वान गरिसक्नु भएको छ। अब कुनै पनि पार्टीका झन्डा बोक्ने दिन गए साथीभाइहरू। अब नेपाल देशको झन्डा बोक्ने गरौँ। अब देशमा राजा फिर्ता ल्याउनै पर्छ। राजाले दरबार र राजगद्दी छोड्नु नै सबैभन्दा ठुलो दुर्भाग्य भयो। अब देश धर्म र राष्ट्रियता जोगाउने हो भने नेपालका यी पार्टीलाई खारेज गरौँ। नेकपा एमाले काङ्ग्रेस माओवादी आजैबाट त्याग गरौँ। अब साँच्चीकै देश राजा बिना रहँदैन। पहिले राजा थिए र पो देश थियो त। अहिले त देश खोक्रो बनाइसके यी चोरहरूले। हामी जस्ता लाखौं युवाहरू खाडीमा अर्काको गुलामी गर्नु परिरहेको छ। राजाले पर्यटक भित्राउन बनाएको विमानस्थललाई चोरहरूले युवाहरू सप्लाई गर्ने नाका बनाएका छन्। छिमेकी देश भारतले अब त चोर भन्न थालिसक्यो। चाइनाले गन्नै छोडो। अमेरिकाले त झन् हाम्रा देशका नेपालीहरू भट्टाभट फिर्ता पठाउन थालिसक्यो। अब पनि सधैँ पार्टीकै झन्डा बोकेर हिँड्ने हामी त्यागौँ। अब त नेपाली दाजुभाइ दिदीबहिनीहरू जतिजनाले हेर्दै हुनुहुन्छ अब पार्टी त्यागौँ। आफ्नै देशको झन्डा बोकौँ। अब नेपाल देशको झन्डा बोकौँ। अब राजा फर्काउँ। हामी जस्ता कैयौं युवाहरूले अब दुःख नपाउन्। देश बन्नु छ भने अब राजा चाहिन्छ। राजाले आह्वान गरिसक्नुभयो। जब राजाले प्रजालाई आह्वान गर्नुहुन्छ तब देशको अवस्था कस्तो भएको होला आफै विचार गर्नुहोस्। राजा वीरेन्द्र सरकारको वंश नाश नभएर यो आतंककारी भ्रष्टाचारी पुँजीपाती र दलालहरूको वंशनाश भइदिएको भए आज हाम्रो देश नेपाल कहाँ पुगिसक्थ्यो होला। त्यसैले अब राजाको झन्डा बोकौँ र राजालाई फेरि पनि हामीले सरकारमा ल्याउन पर्छ। अब राजाले देश चलाउन पर्छ र सबैजना लागि परौँ र आफ्ना प्रतिक्रियाहरू दिउँ। धन्यवाद।